जोगाउँ अनि बल्ल हाम्रो मानव अस्तित्व छ। यदि प्रकृतिलाई जोगाएनौँ भने हाम्रो मानव अस्तित्व छैन है। त्यो कुरालाई पनि उहाँले चाहिँ हरेक निबन्धको प्रमुख सार भनेको त्यो रहेको छ। उहाँ पोखरामा बसोबास गर्दाको सन्दर्भलाई पनि अत्यन्त सुन्दर ढङ्गले चाहिँ लेख्नु भएको छ। उहाँले 9,000 रुपियाँमा 1 रोपनी जग्गा उहाँले चाहिँ खरिद गर्नुभएको सन्दर्भ र त्यो 9,000 उहाँले कसरी जुटाउनु भयो त्यो कुरा पनि यहाँहरूले राम्रोसँग उहाँ आफ्नो मात्रै छैन, त्यहाँ उहाँलाई कसैले पैसा दिएको छ र त्यो पैसाको चाहिँ उहाँले चाहिँ सदुपयोग गरेर त्यसरी चाहिँ जग्गा किन्नु भएको छ र अहिले त्यहाँनिरको अवस्था कस्तो छ यस्ता प्रसङ्गलाई जे जति देखे पनि उहाँले त्यसलाई टक्क एउटा विषय बनाइहाल्ने त्यस्तो खालको प्रतिभा, त्यस्तो खालको चाहिँ क्षमता उहाँमा रहेछ। र यसरी 70 वर्षको उमेरमा आएर उहाँले 2टा त कविता सङ्ग्रह निकाल्नु भएको रहेछ। यो निबन्ध सङ्ग्रह भयो, अझ कति धेरै लेख्नुहुन्थ्यो होला। यसमा पनि उहाँको परिवारमा लक्ष्मी छोरी लक्ष्मी गौडेल कवि हुनुहुन्छ, उहाँले नै हुटुटी लगाएर यो सङ्ग्रह निकाल्न चाहिँ खोज्नु भएको रहेछ। तर पहिले नै उहाँलाई चाहिँ चिनेर निकाल्न अझै धेरै किताबहरू निकाल्न पाएको भए नेपाली साहित्यले कति धेरै प्राप्ति गर्ने रहेछ भने जस्तो लाग्यो। अनि